A few moments later. फाइनल्ली गाइज तपाईँ सबैजना सन्चै आराम हुनुहुन्छ होला, म पनि सन्चै आराम छु। आजको न्यू भ्लग रहेको छ, म चाहिँ काठमाडौँ जाँदैछु होइन गाइज। तपाईँ सबैजनाले भिडियो अन्तिमसम्म हेरेर माया गरिदिनु होला। म चाहिँ यसो आज गोर्खाबाट चाहिँ काठमाडौँ जाँदैछु अनि अहिले चाहिँ गाउँबाट निस्केको होइन। गाउँबाट अहिले नारायणपुर जाँदैछु, नारायणपुर हुँदै गोर्खा जाँदैछु। अहिले चाहिँ गोर्खा पुगेँ होइन गाइज। सबैजनाले गोर्खाको दृश्य हेरिदिनु होला। यसो गोर्खातिर पुगेँ होइन। गोर्खामा यस्तो बबाल पानी परेर चाहिँ मौसम यस्तो बबाल भइरहेको रहेछ गाइस। अहिले चाहिँ हामी यसो फेरि काठमाडौँको गाडी चढियो होइन। काठमाडौँको गाडी चेन्ज गरियो, गोर्खा झरेर काठमाडौँ गाडी चढियो, यसो खैरेनी पुग्यो गाइज होइन। खैरेनीमा ऐना पार्क यी माथिपट्टि रहेछ। यसो गाइने दाईसँग एउटा गीत सुनौँ है त गाइने दाईको भनेर यसो आफूसँग बोलाएर चाहिँ एउटा गीत सुनियो होइन। यसो गाइने दाईको चाहिँ फेरि एकदम झक्कास गीत सुन्यो होइन। फेरि अर्को गीत सुनौँ है त सबैजनाले। यसो बबाल गीत सुन्यो अनि त्यसपछि गीत सुन्दा सुन्दै हामी चाहिँ मोगलिन पुग्यौँ होइन। मोगलिनको पुल हेर्नु होला सबैजनाले। पुरा पानी परेर बाढी आएर होइन पुरै धमिलो भइरहेको रहेछ। ठ्याक्कै हामी चाहिँ मोगलिन पुल एकदम खैरेनीबाट गीत सुन्दै जाँदा मोगलिन पुग्यो होइन। अनि त्यसपछि एकदम बबाल गीत भयो। मोगलिनमा चाहिँ च्याट्ट लाएर यता चाहिँ चितवन जाने बाटो अनि अहिले चाहिँ यता सेट्टै मोगलिन काठमाडौँ चितवन गोर्खाको बिचमा आइपुग्यो। अनि अहिले चाहिँ हामी यसो फेरि पानी परेर चाहिँ होइन
पुरै जाम परिरहेको थियो। अनि अहिले चाहिँ यसो पानीको अवस्थामा पुरा निन्द्रा लागिरहेको होइन। निन्द्रा लाएर चाहिँ सुतेको होइन। एकछिन चाहिँ टक्क लाएर अनि फेरि बिउजिम होइन। अनि बिउजेपछि यसो गर्मी भयो अनि ज्याकेट खोलेर अनि टक्क फेरि हावा खाँदै पुरा हावा खाँदै गइयो होइन। अनि त्यसपछि फेरि हामी पानी पऱ्यो यस्तो बबाल पानी पऱ्यो होइन। पहिरो गएको रहेछ अनि बिस्तारै गइयो होइन। सेन त पानी परेर पुरा सिसामा पनि लागेको छ होइन। अनि गाडीहरू पुरै जाममा के अनि यहाँ चाहिँ झगडा परिरहेको रहेछ के। अनि बिचै बाटोमा रोकेर झगडा परेर रहेछ। अनि एकछिन फेरि त्यो जाम पऱ्यो अनि पुरै फेरि सब भाग्यो होइन। आफ्नो गाडी लिएर भाग्यो होइन। कोही गाडी चलाउन आउँदैछ। पुरै के कुरामा झगडा पऱ्यो थाहा भएन होइन। अनि पुरै कराइरहेको रहेछ। अनि यसो झगडा परेर बल्ल अब जाम छुट्यो होइन। जाम चल्यो अब। जामै भएको थियो होइन एकछिन त। अनि अहिले चाहिँ खुल्ला भयो। पुरै गाडीहरू पुरै रोकिएर होइन। यसो अहिले चाहिँ गाडी भयो ठ्याक्कै गाइज। अहिले हामी चाहिँ धेरै समयपछि हामी चाहिँ यसो पानतिर्खा लाएर चाहिँ हामी यो नागढुङ्गा भन्ने बाटोमा चाहिँ गाडी रोकेर यसो चिया नास्ता खाजासाजा खाइयो। पानी एकदम पानतिर्खा लगाइरहेको थियो होइन। अनि पानी खाइयो अनि यसो फेरि उकालो लागेकोमा हामी अनि थाङकोटको उकालोमा यसो जाम रहेछ होइन। अनि जाममा पुरै गाडीहरू पुरा लाइन टु लाइन बसिरहेको रहेछन्। आनन्दले म चाहिँ यता छु होइन। ट्याक्क गर्मीले यसो केही बोल्नै नसक्ने होइन। घाम उल्का चर्केको छ होइन। तपाईँहरू सबैजनालाई थाहा छ होला। सबैजनालाई थाहा छ होला यो ठाउँमा चाहिँ धेरै जाम पर्छ भन्ने कुरा होइन। ठ्याक्कै थाङकोट आयो काठमाडौँ यता थाङकोट उकालो लागेपछि यस्तो बवाल जाम पऱ्यो कि केही 1 घन्टा जति जाम पऱ्यो। मजाले बसियो गर्मी भएको छ होइन। के गर्नु गाइज गाह्रो छ नि। देश यसै चलिरहेछ अझै। भन्छन् राजा ल्याउने भन्छन् होइन। अनि राजा ल्याउ देश बचाऊ रे भन्छन्। खै यस्तै रहेछ देश होइन। के गर्नु गाह्रो छ। सबैजनाले हेर्नु होला भिडियो। देशको हालत कस्तो छ सबैजनाले हेर्नु। पुरै जाम परेर यो चाहिँ बल्ल 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 बिस्तारै हामी चाहिँ अगाडि गइरहेछौँ होइन। अनि दाहिनेपट्टि साइडको गाडीहरू चाहिँ खासै चलेको देखाएन। हामी चाहिँ बिस्तारै पन्चो पाइला गन्दै अगाडि सरिरहेछौँ होइन। यसो आफ्नै नि गर्मी भयो अनि त्यो यसो भिडियो बनाइदिउँ म बिस्तारै सरिरहेछौँ होइन। यहाँ चाहिँ पहिरो गएको रहेछ। अनि यसो मैले चाहिँ फेरि ठ्याक्कै थाङकोटको घुम्टिसकेर अब चेकपोस्ट आइपुग्न लागेको थियो होइन। फेरि त्यहाँ पनि एकछिन फेरि बाटो बनाउने क्रममा चाहिँ जाम पऱ्यो होइन। अनि बाटो बनाउँदै गरेर चाहिँ अगाडि जाम पऱ्यो। अनि त्यो फेरि एउटा एम्बुलेन्स चाहिँ कराउँदै आयो क्या बिरामी लिएर। अनि फेरि गाडीहरू बल्ल बिस्तारै जाम खुल्यो। अनि एउटा फेरि 2 तले गाडी सर्र आयो होइन। पुरा नेपालको झन्डा लोगो सोगो हानेर होइन। धरारा सररा पुरा हानेर चाहिँ आइपुग्यो होइन। अब जाम पक्कै खुल्ला भन्ने आशा थियो। अझै जाम खुलेन। अनि बल्ल बल्ल जाम खुलेर चाहिँ हामी ठ्याक्कै चेकपोस्ट आइपुग्यौँ होइन। काठमाडौँ चेकपोस्ट थाङकोट चेकपोस्टमा आइपुग्यौँ। अनि पुरै चेक गरिरहेको रहेछन् होइन। अनि बल्ल चेकिङ गरेर नि सकियो। अब बल्ल काठमाडौँ आइपुग्यो होइन। बल्ल सकिएर पुरा सर्र बल्ल हिँड्यौँ। अहिले चाहिँ हामी
ठ्याक्कै अब कलङ्की पुग्न लागेछ। कलङ्की आइपुग्न लाग्यौँ होइन। ठ्याक्कै हामी हिँडिरहेको छौँ होइन। थाङकोट सकिन लाग्यो। अब कलङ्की आइपुग्न लाग्यो है। हामी चाहिँ यस्तो बवाल छ है, बवाल। कलङ्की नि कटियो गाइज होइन। अब हामी चाहिँ स्वयम्भू आइपुग्न लाग्छौँ है। पुरा गाडीहरू स्वयम्भू यताउति सबका गाडीहरू सरर चलिरहेको छ, माहौल तातिरहेको छ होइन। साथीहरू सबैजनाले हेरिदिनु होला यो स्वयम्भू आइपुग्यो होइन। ट्याक्क स्वयम्भू यस्तो बवाल छ। अनि त्यसपछि सर गयौँ हामी, सर स्वयम्भू हेऱ्यौँ होइन। स्वयम्भूमा आइपुगे गाइज। अनि त्यहाँ फेरि एकछिन रोक्यो। अनि त्यहाँ फेरि गाडीहरू मान्छेहरू झर्ने रहेछ। अनि त्यसपछि फेरि हामी लाग्यौँ। फेरि हामी बनस्थलीतिर लाग्यौँ। अब दुःखसुखले काठमाडौँ आइपुग्यो गाइज। यति भन्दै बन्द गर्न चाहन्छु। जय गोर्खा।